हेलो एभ्रिवान, सबैलाई वेलकम छ। आज चाहिँ हामी के गर्छौं भन्दाखेरिमा ब्याचलर इन सिभिल इन्जिनियरिङ सेकेन्ड सेमको चाहिँ स्ट्रेन्थ अफ मटेरियल सोम भन्ने सब्जेक्टको च्याप्टर 2 जियोमेट्रिक प्रपर्टिज अफ सेक्सनको चाहिँ एउटा न्युमेरिकल गर्छौं। यो न्युमेरिकल चाहिँ फर माई प्र्याक्टिसको लागि पनि हो र मैले अपलोड गरेँ भने चाहिँ युट्युबको लागि पनि हो हैन। यो न्युमेरिकल के छ भन्दाखेरिमा डिटरमाइन द ओरिएन्टेसन्स अफ प्रिन्सिपल एक्सिस एन्ड प्रिन्सिपल मोमेन्ट अफ इनर्सिया अबाउट सेन्ट्रोइडल एक्सिस अफ द कम्पोजिट सेक्सन इज सोन इन फिगर भने प्रिन्सिपल मोमेन्ट अफ इनर्सिया र प्रिन्सिपल एक्सिसको ओरिएन्टेसन निकाल भनिरहेछ है त। यस्तो खालको स्ट्रक्चर दिएको छ। अब यो गर्नुभन्दा अगाडि चाहिँ हामीले केही फर्मुलाहरूको बारेमा चाहिँ अध्ययन गरौँ हैन। यो चाहिँ त्रिभुवन युनिभर्सिटी टियु को सिलेबस अनुसारको कोर्स हो है त। के अरे न्युमेरिकल हो, मतलब अब न्युमेरिकल अन्त पनि अरू कोर्सहरूसँग पनि अरू मतलब अरू युनिभर्सिटीहरूसँग मेल खान जान सक्छ हैन। सो स्टडी सुरु गरौँ है त। हामी पहिला न्युमेरिकल अध्ययन गर्नतर्फ के निकाल भनिरहेछ हामीलाई, प्रिन्सिपल मोमेन्ट अफ इनर्सिया निकाल भनिरहेछ हैन। अब के रहेछ त यसको फर्मुला चेक गरौँ है त। प्रिन्सिपल मोमेन्ट अफ इनर्सिया म्याक्स एन्ड मिनिमम, यसको दुईटा केस छ है। एउटा म्याक्सिममको केस छ, एउटा मिनिममको केस छ। म्याक्समा प्लस भयो भने म्याक्सिमम हुन्छ, माइनस भयो भने मिनिमम हुन्छ। आइएक्सएक्स प्लस आइवाइवाई डिभाइडेड बाई 2 प्लस माइनस रुट अन्डर आइएक्सएक्स माइनस आइवाइवाई बाई 2 को होल स्क्वायर प्लस आई स्क्वायर एक्स वाई। अब हामीले के निकाल्न पर्ने रहेछ, आइएक्सएक्स निकाल्नु पर्ने रहेछ, आइवाइवाई निकाल्नु पर्ने रहेछ, आइएक्स वाई निकाल्नु पर्ने रहेछ। अनि ओरिएन्टेसन भनेको के रहेछ भने tan 2 थीटा p इज इक्वल टू माइनस 2 आइएक्सवाई अपन आइएक्सएक्स माइनस आइवाइवाई। यसको लागि पनि आइएक्सवाई निकाल्नु पर्ने रहेछ, आइएक्सएक्स निकाल्नु पर्ने रहेछ र आइवाइवाई निकाल्नु पर्ने रहेछ। अब आइएक्सएक्स को फर्मुला के हो त्यो जानौँ फेरि। आइसिजी प्लस ए वाई डबल ड्यास को होल स्क्वायर। एक्सएक्स भयो भने वाई डबल ड्यास को होल स्क्वायर, वाइवाई भयो भने एक्स डबल ड्यास को होल स्क्वायर। यति याद गरे भयो। अब यसमा आइसिजी भनेको के हो भन्दाखेरिमा स्ट्रक्चर अनुसार डिफ्रेन्ट हुन्छ है। रेक्टेंगल आयो भने चाहिँ बीएच क्यूब बाई 12 हुन्छ, बीडी क्यूब बाई 12 हुन्छ, अथवा हैन ट्रायंगल आयो भने चाहिँ बीएच क्यूब बाई 36 हुन्छ। त्यस्तै गरी सर्कल आउन सक्छ हैन, क्वार्टर सर्कल आउन सक्छ, अरु डिफ्रेन्ट स्ट्रक्चरहरु आउन सक्छन्। त्यसको लागि चाहिँ डिफ्रेन्ट हुन्छ। र अहिले हाम्रो क्वेशनमा के छ, ओन्ली रेक्टेंगल र ट्रायंगल मात्रै छ। सो मैले त्यतिको बारेमा मात्रै लेखेको छु है त। रेक्टेंगल आयो भने चाहिँ बीडी क्यूब बाई 12, बीएच क्यूब बाई 12, ट्रायंगल आयो भने चाहिँ बीएच क्यूब बाई 36 यो भइहाल्यो है त। अब यसमा आइसिजी भयो, ए भनेको त एरिया भइहाल्यो हैन। अनि वाई डबल ड्यास र एक्स डबल ड्यास भनेको, वाई डबल ड्यास भनेको वाई माइनस वाई बार, एक्स डबल ड्यास भनेको एक्स माइनस एक्स बार। वाई भनेको चाहिँ त्यसको वाई बार भनेको के हो भयो, त्यसको सेन्ट्रोइड भयो। एक्स बार भनेको पनि त्यसको एक्स एक्सिसको रेस्पेक्टिभमा त्यसको सेन्ट्रोइड भइहाल्यो हैन। अब बुझ्नुपर्ने कुरा, अब यिनी कुराहरूलाई त हामीले अहिले न्युमेरिकल सल्भ गर्न जाँदाखेरि बुझिहाल्छौँ हैन। अब एउटा अर्को इम्पोर्टेन्ट बुझ्नुपर्ने कुरा के छ भन्दाखेरिमा आइएक्सवाई कसरी निकाल्ने त भन्ने कुरा। आइएक्सवाई पनि डिफ्रेन्ट स्ट्रक्चरको लागि डिफ्रेन्ट हुन्छ। र अहिले हाम्रो सेक्सनमा चाहिँ के छ, हाम्रो क्वेशनमा रेक्टेंगल र ट्रायंगल छ। सो रेक्टेंगलको लागि आइएक्सवाई 0 हुन्छ बिकज अफ सिमेट्री। किनकि रेक्टेंगल भनेको के हुन्छ, यसको डायगोनल कट गर्दाखेरि यसको के हुन्छ, सिमेट्री हुन्छ अथवा सिमेट्रिकल हुन्छ हैन। अब ट्रायंगलको लागि दुईटा केस छ। यो सिमेट्रिकल हुँदैन, यताबाट काट, कतैतिर धेरै भाग पर्छ, कतैतिर थोरै भाग पर्छ, सिमेट्रिकल हुँदैन। सो यसको लागि दुईटा केस छ फर ट्रायंगलको लागि आइएक्सवाई है त। केस चाहिँ हाइपोटेनियस पासिङ थ्रु द ओरिजिन। एउटा केस के छ भन्दाखेरिमा हाइपोटेनियस चाहिँ ओरिजिन भएर पास भयो भने, जस्तो कि यो हो हाइपोटेनियस हो कि नै, यो हाइपोटेनियस भयो, यो भनेको बेस भयो, यो एचपीबी भनेर पढ्थ्यौँ नि हामीले हैन। त्यही के अरे पाइथागोरस एचपीबी, यो भनेको हाइपोटेनियस, यो भनेको बी, यो भनेको पी भयो। मानौँ भने एच हाइपोटेनियस कहाँबाट पास भइरहेछ, ओरिजिनबाट पास भइरहेछ। यो भनेको के भयो, पासिङ थ्रु द ओरिजिन। यताबाट पनि योबाट पनि ओरिजिनै पास भइरहेछ, यता पनि ओरिजिनै पास भइरहेछ, यता पनि ओरिजिनबाटै पास भइरहेछ। एउटा यस्तो खालको स्ट्रक्चर हुन्छ ओरिजिनबाट। अर्को कस्तो खालको हुनसक्छ, यस्तो पनि त, यो पनि ओरिजिनबाटै त पास भएको भयो नि, भएन र? यो यताबाट र यस्तो भएको, यो यस्तो भएको, यो पनि ओरिजिनबाटै पास भएको भयो। यो यता पनि यस्तै है त, यो यता अलिक छोटो भएछ हैन। यो एक्स एक्सिस भयो, यो वाई एक्सिस भयो भने चाहिँ यो भयो एउटा केस। अब एउटा केसमा पनि यो भनेको फर्स्ट क्वाड्रेन्ट भयो, यो भनेको सेकेन्ड क्वाड्रेन्ट, यो भनेको थर्ड क्वाड्रेन्ट र यो भनेको फोर्थ क्वाड्रेन्ट भयो। फर्स्ट र थर्ड क्वाड्रेन्टको लागि आइएक्सवाई को भ्यालु फर्मुला भनेको के हुन्छ, एल स्क्वायर एच स्क्वायर बाई 72 हुन्छ। र सेकेन्ड र फोर्थ क्वाड्रेन्टको लागि माइनस एल स्क्वायर एच स्क्वायर बाई 72 हुन्छ, विथ नेगेटिभ चिन्ह मात्रै आउँछ है त। अब एउटा यो केस भयो हाइपोटेनियस पासिङ थ्रु द ओरिजिनको लागि, यो फर्मुला इम्पोर्टेन्ट छ है त। अहिले हामी युज गर्छौं।
केस गर्दा सल्भ गर्दा है त अहिले क्वेसन सल्भ गर्दाखेरि अर्को केस के हुनसक्छ हाइपोटेनियस नट पासिङ थ्रु द ओरिजिन हाइपोटेनियस चाहिँ ओरिजिन भएर पास भएन भने जस्ट नेगेटिभ के अरे अपोजिट हुन्छ ट्याक्कै अपोजिट हुन्छ तर पनि बुझौँ है त ल हाइपोटेनियस नट पासिङ थ्रु द ओरिजिन अब यो फर्स्ट क्वाड्रेन्ट भयो सेकेन्ड क्वाड्रेन्ट भयो थर्ड क्वाड्रेन्ट भयो फोर्थ क्वाड्रेन्ट भयो हाइपोटेनियस नट पासिङ थ्रु द यो हाइपोटेनियस हो इफ यो 90 डिग्री हो भने चाहिँ हाइपोटेनियस यो राइट एंगल ट्रायंगलको लागि के हुने भयो हाइपोटेनियस नट पासिङ थ्रु द ओरिजिन यो हाइपोटेनियस भयो यो नट पासिङ थ्रु द ओरिजिन ओरिजिनलाई छोएको छैन ओरिजिनबाट पास भएको छैन भनेपछि यसको लागि चाहिँ ट्याक्कै अपोजिट अघिको फर्स्ट र थर्ड क्वाड्रेन्टको लागि पोजिटिभ एल स्क्वायर एच स्क्वायर बाई 70 हुन्थ्यो भने अहिलेको लागि के हुने भयो नेगेटिभ हुने भयो र सेकेन्ड र फोर्थ क्वाड्रेन्टको लागि अघिकोमा नेगेटिभ हुन्थ्यो भने अहिलेकोमा पोजिटिभ हुने भयो त्यति मात्रै फरक भयो है त अब यसको अर्को खालको स्ट्रक्चर पनि हुन्छ है यस्तो हैन यस्तो यो पनि त नट पासिङ थ्रु द ओरिजिन त हो नि त हैन त हो अब यो र यो फर्मुला चाहिँ अब हामी युज गर्छौं है त कसरी सल्भ गर्ने त भन्ने कुराहरु कसरी युज गर्ने त फर्मुलाजहरु क्वेशन अनुसारमा जामै त अब क्वेशनमा जा क्वेशन छ हाम्रो यो हैन यो 6 सेन्टिमिटर 2 सेन्टिमिटर 6 12 7 यस्तो दिइरा छ है त हाम्रो यो अब सबैभन्दा सुरुमा के निकाल्नु पर्यो x बार निकाल्नु पर्यो हैन x बार को लागि फर्मुला के छ a1 x1 + a2 x2 + a3 x3 डिवाइडेड बाइ a1 + a2 + a3 a1 भनेको यसको एरिया भइहाल्यो अब 1 स्ट्रक्चर 1 को a1 x1 भनेको यसको सेन्ट्रोइड भइहाल्यो यसको पिच्चाबाट हैन यसलाई इक्वल भागमा डिवाइड गर्ने के ओके अब के हुन्छ भन्दाखेरिमा 24 * यसको एरिया 12 * लेन्थ इन्टु ब्रेथ गर्न पर्यो हैन 12 * 2 यो भनेको 2 छ यो भनेको 12 छ 12 * 2 24 भइहाल्यो अब यसको x1 भनेको यसलाई इक्वल भागमा डिवाइड गर्ने विथ रेस्पेक्ट टु x एक्सिस को रेस्पेक्टिभमा 12 डिवाइडेड बाइ 2 गर्ने भनेको कति हुन्छ 6 हुन्छ प्लस भइहाल्यो हैन अब यसको 2 नम्बरको एरियाको स्ट्रक्चरको एरिया के हुन्छ ट्रायंगल छ भने 1/2 बेस इन्टु हाइट 1/2 भनेको 1/2 बेस भनेको 6 र हाइट भनेको 7 यो यति भनेको चाहिँ 2 छ 8 9 गरेर कति भयो 1/2 6 * 9 गर्दा 27 भइहाल्यो हैन अब x2 भनेको के हो यसलाई इक्वल भागमा डिवाइड गर्न पर्यो इक्वल भागमा डिवाइड गर्दाखेरि काट्नु पर्यो विथ रेस्पेक्ट x एक्सिस को रेस्पेक्टमा काट्दाखेरि कसरी काट्छौं हामीले यसरी काट्छौं y एक्सिस को रेस्पेक्टमा x को लाई काट्दाखेरि x लाई काट्छौं y लाई काट्दाखेरि y एक्सिस लाई काट्छौं किन अब x लाई काट्नु पर्यो यसरी काट्दाखेरि अब विथ ओरिजिनबाट कति टाढा छ त ओरिजिनबाट यो कति टाढा छ त र यसको इक्वल भाग कति हो त भन्दाखेरि यसरी गर्छौं हामी कसरी गर्छौं भन्दाखेरिमा यो यसरी काट्दाखेरि कति हुन्छ जतातिर ट्रायंगल परेको छ त्यताको भागलाई 2b/3 र यतातिरको भागलाई b/3 जतातिर ट्रायंगल छैन त्यतातिरको भागलाई b/3 अब यताबाट लिन्छौं भने 2b/3 यता छ यताबाट लिन्छौं भने b/3 यता छ यसको सेन्ट्रोइड हो कि हैन कुराकानी त्यही त हो हैन अब त्यसपछि हामीले अब यहाँबाट हेर्न पर्यो ओरिजिनबाट हेर्न पर्यो के किनकि ओरिजिनबाटै हेर्छौं कि हामी ओरिजिनबाट हेर्न पर्यो ओरिजिनबाट हेर्दाखेरि यहाँदेखि यहाँसम्म कति छ 12 छ 12 हैन अब प्लस b/3 भनेको 6 बाइ b भनेको चाहिँ 6/3 12 प्लस 6/3 गर्ने भने कति हुन्छ 12 प्लस 6/3 गर्ने भने 14 हुन्छ 27 * 14 यो पनि भयो अब हामी जाम अर्को स्ट्रक्चरको लागि स्ट्रक्चर नम्बर 3 को लागि स्ट्रक्चर नम्बर 3 को लागि यसको एरिया कति हुन्छ 1/2 बेस इन्टु हाइट 1/2 भनेको 1/2 बेस भनेको 6 इन्टु हाइट भनेको पनि कति छ 36 भने 18 भइहाल्यो इन्टु अब यसलाई पनि x को रेस्पेक्टमा काट्नु पर्यो यसरी काट्नु पर्यो यसरी काट्दाखेरि हैन यसरी काट्दाखेरि ट्रायंगल त यतातिर पर्यो भनेपछि यो 2b/3 यतातिरको भाग भयो b/3 भनेको यतातिरको भाग भयो अब हामीले कतातिरको हेर्छौं सिधा ओरिजिनबाट कुन नजिक छ त्यही हेरे भइहाल्यो हैन अब ओरिजिनबाट कुन b/3 भाग छ भनेपछि x एक्सिस भनेको यो भयो b/3 भनेको कति छ 6/3 6b भनेको चाहिँ 6 छ 6/3 गर्दाखेरि कति भयो 2 भइहाल्यो अब डिवाइडेड बाइ a1 + a2 + a3 a1 भनेको छ 24 + 27 + 18 गर्दाखेरि कति आउँछ गरम है त 24 * 6 + 27 * 14 + 18 * 2 डिवाइडेड बाइ 24 + 27 + 18 गर्ने भने कति हुन्छ 8.08 8.0869 आयो त x बार यति आयो अब हामी क्याल्कुलेसन गर्छौं y बार को लागि पनि सेम फर्मुला हुन्छ a1 y1 + a2 y2 + a3 y3 डिवाइडेड बाइ a1 + a2 + a3
ओके अब a1 भनेको यसको लागि के छ 24 भइहाल्यो y1 भनेको अब y को रेस्पेक्टमा काट्न पर्यो यसलाई y को रेस्पेक्टमा काट्ने भनेको यसरी काट्ने हो विच ओरिजिनबाट हेर्छौं भनेपछि यहाँदेखि यहाँसम्म कति छ 7 छ र यसलाई काट्दाखेरि कति हुन्छ 2 डिवाइडेड बाइ 7 प्लस 1 2 डिवाइडेड बाइ 2 गर्दाखेरि कति हुन्छ 1 हुन्छ 7 प्लस 1 गर्दाखेरि 8 भइहाल्यो ओके 24 इन्टु 8 अब प्लस a2 भनेको छ 27 छ यसको एरिया y2 भनेको यसको लागि फेरि यसरी काट्न पर्यो हामीले अब यसरी काट्दाखेरि ट्रायंगलको भाग तल पर्यो नन ट्रायंगलको भाग तल पर्यो ट्रायंगलको तल पर्ने साइड के हुन्छ यो भाग भनेको 2b/3 हुन्छ अब 2b/3 भनेको 2 इन्टु अब y को रेस्पेक्टमा काट्दाखेरि बेस भनेको के हुने भयो यो हुने भयो के बेस भनेको y को रेस्पेक्टमा काट्दाखेरि त बेस भनेको त यो हुने भयो नि त कुरो बुझ्नु भएको नि बेस भनेको यो भयो अब 7 अब 80 भनेको 2 छँदैछ यो बिचको 7 8 9 2 इन्टु 9 डिवाइडेड बाइ 2b/3 भनेको कति हुने भयो 6 हुने भयो अनि अब प्लस अब फेरि a3 भनेको चाहिँ 18 छ इन्टु y3 भनेको कति भयो यसको लागि यो कसरी काट्ने यसरी काट्ने नन ट्रायंगल भाग कति पर्यो तलै पर्यो भनेपछि यसको लागि पनि के हुने भयो b/3 नै हुने भयो हैन b/3 हुने भयो बट हेर्ने कहाँबाट हो ओरिजिनबाट हो यसरी काट्दाखेरि यहाँदेखि यहाँसम्म कति छ 7 8 9 छ र यसरी काट्दाखेरि b/3 भनेको 6/3 भनेको 2 9 11 9 10 11 मतलब 18 इन्टु 11 भयो यसको y3 हैन अब त्यसपछि a1 भनेको कति भयो 24 प्लस 27 प्लस 18 हैन अब यो गरिहालौँ है 24 इन्टु 8 प्लस 27 इन्टु 6 प्लस 18 इन्टु 11 डिवाइडेड बाइ 24 प्लस 27 प्लस 18 गर्दाखेरि कति आयो 8 आयो अब x बार र y बार निकालिसकेपछि हामीले के निकाल्न पर्यो ix iyy र ixy निकाल्न पर्यो हैन अब त्यसमा जाम है त अब के गर्नु पर्यो क्याल्कुलेसन अफ ixx iyy एन्ड ixy निकाल्न पर्यो ixx को लागि के भनेको थिए मैले फर्मुला icg प्लस ia इन्टु x y डबल ड्यास को स्क्वायर हैन x छ भने यो हुन्छ भनिरहेको थियो हैन अब यसको लागि हामीले एउटा टेबल गराउँछौं एस एन्ड फिगर एरिया आईसीजी निकाल्न पर्यो आईसीजी अनि y डबल ड्यास निकाल्न पर्यो y डबल ड्यास भनेको के हो y माइनस y बार हो अनि त्यसपछि के निकाल्न पर्यो अर्को भनेको a y डबल ड्यास को स्क्वायर यति हो है त एसएन भनेको 1 फिगर एरिया 1 नम्बरको लागि फिगर एरिया कति छ नम्बर 1 को लागि फिगर एरिया छ 24 फिगर एरिया छ 24 आईसीजी भनेको यसको सेन्ट्रोइड निकाल्ने हैन आईसीजी भनेको के हो मैले के भनिरहेको थिएँ आईसीजी भनेको ट्रायंगल अगाडि नै फर्मुलै बुझ्दाउँदाखेरि रेक्टेंगलको लागि आईसीजी भनेको के हुन्छ bh/12 हुन्छ हो अब b भनेको छ यसमा b भनेको 12 इन्टु h भनेको छ 2 को पावरमा क्यूब डिवाइडेड बाइ 12 गर्ने भनेको 8 मात्रै हुने भयो bh/12 गर्दाखेरि कति भयो 8 भयो y माइनस y बार अब फेरि यो बुझौँ है त y माइनस y बार भनेको के हो त y भनेको y बार भनेको कति आछ 8 आछ y भनेको फर स्ट्रक्चर 1 को लागि y भनेको के सेन्ट्रोइड हो 8 माइनस 8 गर्दाखेरि कति हुने भयो 0 हुने भयो के यसको लागि त कति थियो y भनेको यसको लागि y भनेको कति थियो यहाँदेखि यहाँसम्म 7 थियो र यो 1 गर्दाखेरि 8 थियो र 8 माइनस 8 गर्दाखेरि कति भयो 0 भयो थियो हैन अब यो y माइनस y बार गर्दाखेरि यो भनेको 0 हुने भइहाल्यो अब a इन्टु y डबल ड्यास को स्क्वायर गर्दाखेरि कति हुने भयो 0 हुने भयो अब क्वेशन नम्बर 2 मा जाम फिगर एरिया कति छ 27 छ हैन त्यही त बिर्सिहाल्छु नि दिमागै छैन के हो 27 भयो हैन अब आईसीजी भनेको 2 नम्बरको लागि सेन्टर कति हुन्छ bh बाइ कति हुन्छ 36 हुन्छ भनेको थियो हैन मैले b भनेको छ 6 छ इन्टु h भनेको 7 8 9 9 को पावरमा क्यूब डिवाइडेड बाइ 36 bh बाइ 36 गर्दाखेरि कति भयो 121.5 ओके आईसीजी भनेको कति आयो 121.5 भयो अब फेरि y माइनस y बार गर्न पर्यो y माइनस y बार गर्दाखेरि y भनेको छ 6 छ 6 माइनस 8 गर्दाखेरि कति हुने भयो -2 भयो हैन अब
नम्बर 3 मा जाम। नम्बर 3 मा फिगर एरिया 18 छ। आईसीजी भनेको फेरि के हुन्छ bh3/36 नै हुन्छ। b भनेको पनि 6 छ, h भनेको पनि 6 छ। bh3/36 गर्दाखेरि कति हुन्छ 6 × 6 को पावरमा क्युब डिभाइडेड बाइ 36 गर्ने भने 36 नै हुँदो रहेछ है त। bh3/36 भनेको 36 नै भयो। अब y - y बार गर्न पर्यो। यसको लागि y भनेको छ 11 छ। 11 - 8 गर्ने भने 8 9 10 11 3 हुन्छ होला हैन। 11 - 8 गर्ने भने 3 हुन्छ। यस्तो भइसक्यो नि दिमाग 2 × 2 4 हुन्छ भने थापै पनि तर क्याल्कुलेटर हान्न मन लाग्छ कि। ओके हैन। अब यो के हुन्छ y - y गर्दाखेरि 3 छ हैन। अब त्यसपछि हामी के गर्न पर्यो a y डबल ड्यास को होल स्क्वायर त्यो झ्याउलाइसक्यो। a y डबल ड्यास को होल स्क्वायर a भनेको के छ फिगर एरिया यो 0 भइसक्यो। 27 × 2 को स्क्वायर गर्दा 27 × 2 को स्क्वायर गर्ने भने कति भयो 108 भइहाल्यो। 18 × 3 को स्क्वायर 18 × 3 को स्क्वायर गर्ने भने कति भयो 162 भइहाल्यो। अब आईएक्सएक्स को फर्मुला के हुन्छ भनेको थिए समेसन आईसीजी प्लस ए वाई डबल ड्यास को होल स्क्वायर। आईसीजी को समेसन हो है। फेरि आईसीजी एउटा मात्रै होइन है, समेसनै निकाल्नु। 8 + 121.5 प्लस 36 गर्ने भने कति भयो 165.5 भयो। प्लस ए वाई डबल ड्यास को होल स्क्वायर गर्नु 108 + 162 108 + 162 गर्ने भने 270 भयो। प्लस 165.5 गर्ने भने कति भयो 435.5 भयो। आईएक्सएक्स को भ्यालु 435.5। अब आईएक्स यो के हुन्छ यसको सिएम को पावरमा 4 हुन्छ। अब क्याल्कुलेसन अफ आई वाई वाई निकाल्नु पर्यो। के निकाल्नु पर्यो त्यसको लागि पनि के गर्छौं अब हामीले क्याल्कुलेसन अफ आई वाई वाई को लागि पनि एउटा टेबल गराउँछौं। सेम यस्तै होला है त। एसियन यो भनेको फिगर एरिया भइहाल्यो। यो भनेको आईसीजी भइहाल्यो। अनि यो भनेको चाहिँ के थियो x डबल ड्यास थियो। x डबल ड्यास = x - x बार हुन्छ। अनि a × x डबल ड्यास को होल स्क्वायर भइहाल्यो। अब एउटा मैले यहाँ अघि फर्मुलै लेख्न पर्थ्यो है। फिगर एरियाको लागि के थियो bh3/12 थियो हैन। b भनेको थियो 12 h भनेको थियो 2 bh3/12 भनेको के थियो 12 × 2 को पावरमा क्युब/12 गर्दाखेरि 8 आथ्यो। अब यसको लागि के आथ्यो 2 नम्बरको लागि के थियो bh3/36 b भनेको थियो भन्दाखेरिमा 6 h भनेको 9 6 × 9 को पावरमा क्युब/ कति थियो 36 थियो हैन। 6 × 9 को पावरमा क्युब/36 थियो है। 6 × 9 को पावरमा क्युब/36 थियो। यो किन लेखेको म भन्छु है अहिले लेख्न जरुरत किन छ भन्ने कुरा हैन। अब यो भनेको थियो 6 × 6 को पावरमा क्युब/36 नै थियो हैन। यो भने 6 × 6 को पावरमा क्युब/36। ओके एउटा चेक गर्नु होला है। 6 × 9 को पावरमा क्युब डिभाइडेड 9 को पावरमा क्युब डिभाइडेड बाइ 36 गर्दाखेरि चाहिँ यही नै थियो हैन। ओके अब यो किन लेखेको भन्दाखेरिमा बुझाउँछु है। 1 नम्बरको लागि फिगर एरियाको छ 24 छ। 2 नम्बरको लागि फिगर एरियाको छ 27 छ। 3 नम्बरको लागि फिगर एरियाको छ 18 छ। आईसीजी भनेको अब यो विथ रेस्पेक्ट टु वाई वाई निकाल्नु छ भने ट्याक्कै आईएक्सएक्स को निकाल्दाखेरि जस्तो गर्थ्यो नि ट्याक्कै उल्टो हुन्छ के। बी भनेको के हुन्छ 2 को 2 × h भनेको 12 को पावरमा क्युब/12 हुन्छ। अब यसको लागि के हुने भयो मतलब अब के हुने भयो हैन। अब अर्कोको लागि के हुने भयो 9 × 6 को पावरमा क्युब/36 हुन्छ। यसको लागि के हुने भयो अब यो त 6 कमन छ 6 × 6 को पावरमा क्युब/36 हुन्छ। मतलब कि आईएक्सएक्स निकाल्दाखेरि हामीले जुन यो आईसीजी निकालेको थियौँ नि आईवाईवाई निकाल्दाखेरि ट्याक्कै अपोजिट हुन्छ किनकि बी र एच को भ्यालु चाहिँ चेन्जेस हुन्छ के आईवाई को रेस्पेक्टमा र एक्स को रेस्पेक्टमा गर्दाखेरि हैन। त्यति सजिलो हुन्छ भनेर यो लेखेको है मैले। किनकि यो गर्दाखेरि हामीले रेगुलर हामीले जस्तो बुझ्यौं त्यस्तै bh3/36 अब चेन्ज गर्दाखेरि यसो झुकिन सकिन्छ कि त्यही भएर भ्यालु जस्ट चेन्ज गर्दिने क्युबको भ्यालु चेन्ज गर्दिने अनि आईवाईवाई कोमा आईसीजी पनि आइहाल्यो। यति भएको थियो कि नै। अब क्याल्कुलेट गर्न पर्यो 2 × 12 को पावरमा क्युब/12 गर्दाखेरि कति हुन्छ 288 हुँदो रहेछ। अब 9 × 6 को पावरमा क्युब 9 × 6 को पावरमा क्युब अपन 36 गर्दाखेरि 54 6 × 6 को पावरमा 36 गर्दाखेरि कति हुने भयो अफकोर्स 36 नै हुने भयो। अब हामीले के निकाल्नु पर्यो x - x बार निकाल्नु पर्यो। x - x बार फर 1 नम्बरको लागि है त। x - x बार भनेको फर 1 नम्बरको लागि x भनेको 6 x बार भनेको 8.06 -
8.0869 भन्यो भने कति आयो -2.0869 आयो। फेरि अब 14 माइनस 8.0869 गर्यो भने कति आयो 5.8131 आयो। अब 2 माइनस 8.0869 गर्यो भने कति आयो -6.0869 आयो। ओके, अब हामी भ्यालु लेख्छौँ यहाँ। फर 1 नम्बरको लागि कति आएको थियो -2.0869 -2.0869 अनि नम्बर 2 को लागि कति आएको थियो 5.8131 अनि त्यसपछि -6.0869 अब के गर्नु पर्यो a * x डबल को होल स्क्वायर गर्नु पर्यो। a भनेको 24 x डबल 2.0869 को स्क्वायर 2.0869 को स्क्वायर यो स्क्वायर गर्दा के हुन्छ माइनस को स्क्वायर गर्दा त अफ कोर्स पोजिटिभै हुन्छ नि। सो मैले माइनस भ्यालु चाहिँ ल्याएन है 104.5236। अब यसको 27 * 5.8131 को स्क्वायर गर्ने भने कति भयो 912.3875 अनि फेरि 18 * 6.0869 को स्क्वायर गर्ने भने कति भयो 666.90 कति भयो 9063 भयो हैन। अब है त हामी के गर्नु पर्यो IYY को फर्मुला लगाउनु पर्यो। IYY फर्मुला के ICJ प्लस AX डबल डैश को होल स्क्वायर भइहाल्यो। ICJ भनेको छ अब यसको 288 प्लस 54 प्लस 36 गर्यो भने 378 प्लस अब यसको फेरि यसको पनि सम गर्नु पर्यो 104.5236 प्लस 912.3875 प्लस 636 कति हो यो 666.9063 यो भयो प्लस 378 गर्दाखेरि यहाँनिर यो कति 636 नै थियो 6 कति आएको थियो यार यति नै आएको थियो त यो केही त फेरिबाट गरौँ मैले एरिया भनेको 18 * 6.0869 को स्क्वायर गर्ने भने 666.9063 नै आछ है। यहाँ कहाँ त मिस्टेक भयो जस्तो लाग्यो मलाई यसो फिलिङ आइदिरहेको छ यसो मिस्टेक कानको फिलिङ ल ठिक छ है त। अहिले क्यालकुलेसन मिस्टेक भयो केही हिँड्नु होइन प्रोसेस चाहिँ बुझ्नु पऱ्यो होइन 104.5236 प्लस 912.3875 प्लस 666.9063 गर्ने भने कति आयो 1683.8174 प्लस 378 गर्ने भने कति आयो 2061.8174 मलाई एकचोटि चेक गर्नै मन लाग्यो तर यार के बिग्रिन सक्छ त यार 24 * 2.0869 को स्क्वायर गर्ने भने 104.53 भने ठिक छ 27 * 5.8131 को स्क्वायर गर्ने भने 912.3875 भने ठिक छ 18 * 6.0869 को स्क्वायर गर्ने भने पनि ठिक छ। हाम्रो कहाँ त बिग्रिया हैन 9 * 6 को पावरमा क्यूब बाई 36 ओके 2 * 12 को पावरमा क्यूब बाई 12 2 * 12 को पावरमा क्यूब बाई 12 गर्ने 288 हुन्छ ठिक छ। कहाँ बिग्रियो त यार 9 * 6 को पावरमा क्यूब गर्ने 19 को 2 डिवाइडेड बाई 36 गर्ने 54 ठिक छ। यो पनि 288 प्लस 54 प्लस 36 गर्ने 378 यो पनि ठिक छ। हाम्रो कहाँ बिग्रिन सक्छ भन्दाखेरि x डबल ड्याशमा बिग्रिन सक्छ कि x भनेको कति हो 5.x भनेको 6 माइनस यो गर्दा 2 नै आउँछ होला 6 माइनस 8.0869 2.0869 नै लेखेको छु है। अनि त्यसपछि अर्को छ 14 - 8 14 -
8.0869 8.0869 5.9131 रहेछ है। थोरै केरिएको जस्तो भएर हो कि किन नबुझिएको रहेछ हैन। यो भनेको कति 9131 रहेछ है त। एउटा यहाँ मिस्टेक भइसक्यो रहेछ है। कति रहेछ 9131 रहेछ हैन। अनि त्यसपछि अर्को कति छ 2 माइनस 8.0869 गर्ने भने त यो त ठिक छ है त। यहाँ कति रहेछ 9131 रहेछ है त। 5.9131 यो 27 इन्टु 5.9131 को स्क्वायर गर्ने भने कति हुन्छ 944 हुँदो रहेछ। यत्रो डिफ्रेन्ट पर्छ कि अब 944.08048 इन्टु 9 हुन्छ है त। ओके अब यसलाई सम गर्दाखेरि x चाहिँ 104.5236 प्लस 944.048 यति लेख्दै पनि भइहाल्यो प्लस 666.9063 कति आयो 1715.4779 प्लस 378 गर्ने भने 20 कति आयो 2093.4779 आयो है त। ओके आईवाईवाई पनि आयो आईएक्सएक्स पनि आयो। अब के निकाल्नु पर्यो आईएक्सवाई निकाल्नु पर्यो। क्यालकुलेटिआईओएन क्यालकुलेसन अफ आईएक्सवाई यसको लागि पनि हामी के गर्छौं टेबल गराउँछौं। टेबल गराउँदाखेरि चाहिँ अब के गर्छौं भन्दाखेरिमा फेरि एसएन फिगर एरिया हामीले यसमा चाहिँ सिर्फ फिगर एरिया अनि ए एक्स डबल ड्याश वाई डबल ड्याश यो निकाल्छौं है त। एसएन भनेको 1 फिगर एरिया भनेको 24 2 नम्बरको लागि 27 3 नम्बरको स्ट्रक्चरको लागि 18 थियो। एरिया भनेको 24 1 नम्बरको यसको लागि एक्स डबल ड्याशको भ्यालु कति थियो -2.0869 माइनस चिन्ह पनि लेख्नु पर्छ है। फेरि वाई डबल ड्याशको भ्यालु कति थियो 0 थियो हैन अघि 0 थियो। अब यति गर्ने सायद यो त के भइहाल्यो 0 भइहाल्यो। सेकेन्डको लागि कति छ 27 इन्टु एक्स डबल ड्याशको भ्यालु कति छ 5.9131 इन्टु -2 छ वाई डबल ड्याशको भ्यालु। थर्डको लागि 18 इन्टु एक्स डबल ड्याशको भ्यालु कति छ एक्स डबल ड्याश -6.0869 इन्टु वाई डबल ड्याशको भ्यालु 3 छ। ओके यसको क्यालकुलेसन गर्नु यो त 0 भइहाल्यो हैन। 27 इन्टु 5.9131 इन्टु 2 गर्ने भने एउटा माइनस आउँछ 319.3074 भइहाल्यो। अब यसको लागि 18 इन्टु -6.0869 इन्टु 3 गर्ने भने कति आयो 328.6926। ओके अब यो पनि आइसकेपछि हामीले के निकाल्छौं अब आई एक्स वाई को फर्मुला लगाउनु पर्यो। यसको लागि चाहिँ हरेक स्ट्रक्चरको आईसीजी आई थीटा सीजी प्लस ए एक्स डबल ड्याश वाई डबल ड्याश हुन्छ हो कि नै यो हामीले जोड्नु पर्छ। अब हामीले स्ट्रक्चर 1 को लागि के गर्छौं आई एक्स आई सीजी निकाल्छ आई थीटा सीजी मतलब आई थीटा सीजी यसो निकाल्छौं हैन। यसको लागि मैले के भनेको थिएँ सबैभन्दा सुरुमा भनेको कुरै त्यही थियो है त। यस फर्मुला भन्दाखेरि मैले फर रेक्टेंगलको लागि आई एक्स वाई को भ्यालु 0 हुन्छ मतलब आई एक्स वाई को भन्नु भने आई सीजी थीटा आई थीटा सीजी को भ्यालु चाहिँ 0 हुन्छ के। जस्तो हामीले आई एक्स वाई निकाल्दाखेरि के आई एक्स एक्स आई वाई निकाल्दाखेरि आई सीजी भनेको बीएच क्यूब बाइ 36 बीडी क्यूब बाइ 12 त्यस्तो युज गरिराम नि। अब यसको लागि युज गर्दाखेरि चाहिँ सेम हुन्छ तर के हुन्छ रेक्टेंगलको लागि फर फिगर 1 को लागि 0 हुन्छ मतलब 0 प्लस 0 हुने भइहाल्यो। अब ट्रायंगलको लागि ट्रायंगलको स्ट्रक्चर हेरिकन डिफ्रेन्ट हुन्छ। ट्रायंगलको स्ट्रक्चर के छ सबैभन्दा सुरुमा यो पनि माइनस है। अब ट्रायंगलको स्ट्रक्चर हेर्नु पर्यो हामीले। ट्रायंगलको स्ट्रक्चर यस्तो छ मतलब सेकेन्डको लागि सरी सेकेन्डको ट्रायंगलको स्ट्रक्चर यस्तो छ। कुनसँग मेल खान गयो त यो भनेको यस्तो भनेको हाइपोटेन्युस नट पासिङ थ्रु द ओरिजिनमा मेल खान गयो हो कि नै। हाइपोटेन्युस त पास भएन ओरिजिनबाट भनेपछि हाम्रो कस्तो फिगर भयो यो भयो फिगर भयो के हो ए
फोर्थ टाइपको होइन, फोर्थ क्वाड्रेन्टमा भयो। अब फोर्थ क्वाड्रेन्ट हाइपोटेन्युस नट पासिङ थ्रु द ओरिजिनको लागि सेकेन्ड र फोर्थ क्वाड्रेन्टको लागि के हुन्छ, एल स्क्वायर एच स्क्वायर बाई 72 हुन्छ हो। अब त्यही फर्मुला यहाँ लगाउनु पऱ्यो कि हामीले, एल स्क्वायर एच स्क्वायर बाई 72 भने अब एल भनेको कति हो, जे भने पनि स्क्वायर गर्नु हो त, अनि 7 8 9 को स्क्वायर प्लस 6 को स्क्वायर, 9 को स्क्वायर प्लस 6 को स्क्वायर डिभाइडेड बाई 72 हो। ओके, अनि प्लस अब यसको लागि पनि यो पनि प्लस गर्नुपर्छ, तर बिचमा माइनस चिन्ह छ किनकि यो भनेको माइनस छ, 19.3074 भइहाल्यो। फेरि बिचमा प्लस चिन्ह। अब फिगर 3 को लागि फेरि आइसिजी, यसको लागि यो कुन स्ट्रक्चर भयो, पासिङ थ्रु ओरिजिन हो, होइन पासिङ थ्रु ओरिजिन त होइन, तर केसको लागि पऱ्यो यो, नट पासिङ थ्रु द ओरिजिन फर्स्ट क्वाड्रेन्टको लागि। फर्स्ट क्वाड्रेन्टको लागि के हुन्छ, माइनस एल स्क्वायर एच स्क्वायर बाई 72 हुन्छ हो। अब माइनस एल स्क्वायर एच स्क्वायर बाई 72 युज गर्नु पऱ्यो हामीले यहाँ। अब यो प्लस चिन्ह हुन्थ्यो, सो के भयो माइनसमै चेन्ज भइहाल्यो। अब एल स्क्वायर एच स्क्वायर भनेको 6 को स्क्वायर इन्टु 6 को स्क्वायर डिभाइडेड बाई 72 भइहाल्यो। यो पनि माइनसै छ, 328.6926। अब यसको क्यालकुलेट गर्नु पऱ्यो हो। अब गर्नु है त, 9 को स्क्वायर इन्टु यो इन्टु है कहाँ मैले प्लस गरेर 9 को स्क्वायर इन्टु 6 को स्क्वायर डिभाइडेड बाई 72 माइनस 319 पोइन्ट कति आयो, 319.3074 माइनस 6 को स्क्वायर इन्टु 6 को स्क्वायर डिभाइडेड बाई 72 माइनस 328.6926 गर्ने भने कति आयो, माइनसमा आयो होइन, कति आयो माइनस 625.5 आयो। अब यो पनि के हो भन्दाखेरिमा एउटा यहाँ के कुरा बुझ्नुहुन्छ भने आइएक्सएक्स पनि नेगेटिभ आउन सक्दैन, आइवाइवाई पनि नेगेटिभ आउन सक्दैन, बट के नेगेटिभ आउन सक्ने रहेछ, आइएक्सवाई चाहिँ नेगेटिभ आउन सक्ने रहेछ भन्ने कुरा यहाँबाट बुझियो। अब त्यसपछि हामीले अब के फर्मुला लगाउनु पर्यो भन्दाखेरिमा अब आयो प्रिन्सिपल मोमेन्ट अफ इनर्सिया है त, बल्ल क्वेसनमा आयो है त, प्रिन्सिपल मोमेन्ट अफ इनर्सिया, मोमेन्ट अफ इनर्सिया निकाल्नु पर्यो। प्रिन्सिपल मोमेन्ट अफ इनर्सिया भनेको के हुन्छ भनेको थिएँ मैले, आई म्याक्स र मिनको गरेर दुईटा कन्डिसन हुन्छ जसको फर्मुला हुन्छ आइएक्सएक्स प्लस आइवाइवाई डिभाइडेड बाई 2 र प्लस माइनस हुन्छ, प्लस वाई भने म्याक्स माइनस वाई भने मिन र रुट अन्डरको अन्डर आइएक्सएक्स माइनस आइवाइवाई डिभाइडेड बाई 2, जो माइनस गरे पनि हुन्छ किनकि होल स्क्वायर गर्ने भने सेम नै हुन्छ होइन, प्लस आई स्क्वायर एक्स वाई यो गर्ने भने चाहिँ प्रिन्सिपल मोमेन्ट अफ इनर्सिया दुईटैको भ्यालु निकाल्नु पऱ्यो है, प्लस गरेर माइनस गरेर म्याक्स र मिनिममको भ्यालु। अनि ओरिएन्टेसनको फर्मुला लगाएर tan 2 थीटा p इज इक्वल टु माइनस 2 आइएक्सवाई अपन आइएक्सएक्स माइनस आइवाइवाई, यो फर्मुला लगाएर चाहिँ ओरिएन्टेसन निकाल्नु पऱ्यो र भ्यालु त हामीले सबै निकालिसक्यौँ है, आइएक्सएक्सको भ्यालु निकाल्यौँ, आइवाइवाईको भ्यालु निकाल्यौँ, आइएक्सवाईको भ्यालु निकाल्यौँ। ओके, यो चाहिँ मेरो प्र्याक्टिसको लागि पनि भयो र अब सायद मैले यो पोस्ट गर्छु होला होइन, अपलोड गर्छु होला, सो हजुरहरूको लागि पनि भयो भन्दै आजको लागि चाहिँ बाई बाई होइन।